यदि हजुरहरू पनि मेरो हस्बेन्डले मलाई सपोर्ट गरेन, मेरो सासू मम्मीले मलाई बुझ्नु भएन, मेरो फ्यामिली मेम्बर्सले अथवा रिलेटिभ्सले अथवा अफिसको बस कलिग्सहरूले चाहिँ गर्दाखेरि मलाई दुःखी फिल भयो, उसले मेरो चित्त दुखायो, उसले मैले भनेको सुनेन, मेरो भ्याल्यु नै गरेन भनेर सोचिराख्नु भएको छ भने यु निड टु डु दिस वान थिङ, स्टप एक्सपेक्टिङ एनिथिङ फ्रम एनी वान के। हामीलाई दुःख दिनुको कारण हाम्रो हस्बेन्ड, सासु आमा, फ्यामिली मेम्बर्सको दाजुभाइ, आमा बुवा, साथी, कलिग्स होइन। हामीलाई दुःख दिनुको कारण भनेको हाम्रो एक्सपेक्टेसन्स हो। हामीले आश गर्छौँ कि मेरो सासूले मेरो आमाले जसरी बुझिदियोस् भनेर, त्यो त कहिले पनि हुनै सक्दैन नि होइन। हामीले एक्सपेक्ट गर्छौँ कि मेरो हस्बेन्डले उसलाई जन्म दिएको आमा बुवा घरको फ्यामिलीलाई छोडेर मलाई सुनिदियोस्, मलाई बुझिदियोस् होइन। एक हदसम्म त यु निड द्याट, तर पनि त्यो सम्भव छ त छैन नि होइन। हामीले एक्सपेक्ट गर्छौँ कि मलाई उसले यो कुरामा सपोर्ट गर्ला, हामीले एक्सपेक्ट गर्छौँ कि उसले मलाई यो गिफ्ट ल्याइदिएला, हामीले एक्सपेक्ट गर्छौँ कि अहिले जति पनि टिकटकमा ट्रेन्ड सेट हुन्छ त्यो ट्रेन्ड चाहिँ उसले फलो गरिदिएला। नो, हामीले यो कुरा बिर्सिन्छौँ कि मेरो भाइ, मेरो हस्बेन्ड, मेरो सासूआमा, मेरो रिलेटिभ्स, एभ्री वान आर लिभिङ देयर ओन लाइफ, अनि म मेरो आफ्नो लाइफ बाँचिरहेको छु। उनीहरू आफ्नो टाइमिङमा चलिरहेछन् र म मेरो टाइमिङमा चलिरहेछु। सो नो वान विल कम अनि हेल्प यु एभ्री टाइम, नो वान विल गन स्टिक विथ योर एक्सपेक्टेसन्स। त्यही भएर सबैभन्दा बेस्ट कुरा भनेको चाहिँ तपाईँले एक्सपेक्टेसन्स गर्न छोडिदिनु, केही पनि एक्सपेक्टेसन्स नराख्नु कोहीसँग पनि। जस्ट नो कि यो मोमेन्टमा मलाई के चाहिन्छ, मैले के गर्न जरुरी छ, एन्ड द्याट्स इट। यु डोन्ट निड एनी वान टु लिभ योर लाइफ। के साँच्चै भन्ने हो भने हामीलाई हाम्रो जिन्दगी बाँच्नलाई कोही पनि चाहिँदैन क्या। जति जो जसरी बसिरहेको छ नि त्यतिमै हामी खुसी हुन्छौँ, तर हामीले एक्सपेक्टेसन्स हाई राख्यो भने हामी आफै नै आफ्नो दुःखको कारण निम्त्याउँछौँ के। सो अहिले नै आफ्नो एक्सपेक्टेसन्सलाई जिरोमा झार्नुहोस् एन्ड लिभ योर लाइफ अकर्डिङ टु द्याट। तपाईँलाई कसैले दुःखी बनाउन सक्दैन।